पवित्र आत्माले भरिपूर्ण हुने विषयमा आज इम्पोर्टेन्ट वचनलाई म तपाईँहरू अगाडि हरेक वचन इम्पोर्टेन्ट छ र आजको यो वचन चाहिँ किन इम्पोर्टेन्ट मैले भन्दैछु भन्दाखेरि धेरैचोटि तपाईँ र मेरो जीवनमा नि परिवर्तन नै आउँदैन। हामी अस्ति पनि सुन्दै थियौँ रिफ्रेस हुनु र चेन्ज हुनुमा धेरै फरक छ। रिफ्रेस भने चाहिँ एकपल्ट छस्सै प्रभुले छुनुभयो मलाई, आज त कस्तो मलाई प्रभुको छुवाई पाएँ, बस त्यो काफी हो के? त्यति नै काफी होइन। रिफ्रेस प्रभुले बनाउनु भयो, हामीलाई छुनुभयो, तर परिवर्तन हुनु भनेको चाहिँ त्यो उहाँको छुवाईलाई आफ्नो जीवनमा सधैँको लागि स्थापित गराइराख्नु हो। युथहरू, मण्डलीको आमाहरू बुबाहरू सबैले है, मसिनो नानीहरूले पनि ध्यान दिएर सुन्नेछौँ, पवित्र आत्मालाई हिब्रू शब्दमा रुवाह भनिएको छ। के अरे? रुवाह। के अरे? रुवाह। रुवाह भनेकोले चाहिँ आत्मा मात्रै बताउँदैन, त्यसले चाहिँ एउटा स्पिरिटलाई, आत्मालाई बताउँछ, अनि एउटा ब्रेथलाई, सासलाई बताउँछ, अनि विन्डलाई, एउटा बतासलाई बताउँदछ। त हावाको बतास झुका हुन्छ नि, त्यसलाई बताउँदछ है। अनि म तपाईँलाई अलिकति जानकारी गराउन चाहन्छु। प्रेरित 2:2 बताउँदछ, जब उनीहरू एक ठाउँमा भेला भएर प्रार्थना गरिरहेको थिए, अचानक स्वर्गबाट के भयो भन्नुहोस् त? 2:2 तपाईँले हेर्न सक्नुहुन्छ। अनि स्वर्गबाट अचानक ठुलो बतासको झोक्का जस्तो देख्नुभयो। हिब्रू शब्दमा रुवाह भनेको चाहिँ आत्मा पनि बुझिन्छ, ब्रेथ सास पनि बुझिन्छ, अनि विन्ड पनि बुझिन्छ। तपाईँले उत्पत्तिको अध्यायमा जब तपाईँले हेर्दै जानुहुन्छ भने जब परमेश्वरले मानिसलाई माटोबाट बनाउनु भयो, त्यसपछि परमेश्वरले के गरिदिनु भयो? जीवनको के फुकिदिनु भयो? सास, अर्थात् पवित्र आत्माले फुकिदिनु भयो। आदम जीवित भयो। आमेन। आज एउटा आत्मिक व्यक्ति पनि जीवित हुन हामी चाहन्छौँ भने हामीमा परमेश्वरले त्यो आत्मा फुकेको हुनुपर्छ। आमेन। सासलाई हामी लिएको हुन्छ। हामी जिउँदो हुनु भनेको ठुलो कुरा होइन, शरीरमा जिउँदो हुनु भन्ने कुरा ठुलो कुरा होइन, आत्मामा जीवित हुनु चाहिँ ठुलो महत्त्वपूर्ण कुरा हो। आत्मामा जिउँदो भएको चाहिँ शक्तिशाली हुन्छ, शरीरमा बलियो भएको र शक्तिशाली भएको चाहिँ राजा साउल जस्तो हुन्छ, आत्माले भरेको चाहिँ दाउद जस्तो हुन्छ। हालेलुया। साउल राजा कामिरहेको छ भित्र टेन्टमा बसेर, मेरो छोरीको बिहा गरिदिन्छु हौ, त्यो व्यक्तिलाई जब पलेस्तीनसँग लड्दा त्यो पलेस्तीनको गोलियतसँग बरु म डल्लै कर माफ गरिदिन्छु, उसलाई जीवनभरले करै तिर्नु पर्दैन सरकारलाई, जाउ त कोही जाउ त भन्दैछ। शरीरमा बलियो। थाहा छ तपाईँलाई, साउल राजा चुनिँदै गर्दाखेरि अरूभन्दा एक टाउको ठुलै थियो भन्छ, अल्गो थियो भन्छ। भन्नुपर्दा एक टाउको एउटा इजरायलीहरूको टाउकोलाई नभनेको पनि 10-11 इन्ची हुन्छ लामो ठुलो। इजरायलीहरूको यहुदी जातिहरूको टाउको लामो हुन्छ, ठुलो हुन्छ, हामीभन्दा बडा ठुलो हुन्छ। अनि त्यत्रो ठुलो व्यक्ति शरीरमा बलियो छ तर आत्मामा बलियो छैन। ऊ भित्र टेन्टमा कामिरहेको छ, अघि जानु कि पछि जानु भइरहेको छ, तर आत्मामा भरिएको व्यक्ति दाउदलाई हेर्नुहुन्छ। त्यो बलिस्ती बेखत्नेले हाम्रो परमेश्वरलाई गाली गर्ने, हाम्रो जातिलाई गाली गर्ने, त्यसको म अहिले टाउको उडाउँछु भनेर हो अगाडि बढ्छ। हालेलुया। त्यसले गर्दाखेरि तपाईँ र म शरीरमा जिउँदो हुनु ठुलो कुरा होइन, आत्मामा जिउँदो हुनु चाहिँ ठुलो कुरा हो। आमेन। हालेलुया। अनि यहाँ तपाईँले बतासको झोका जस्तै भनेर पवित्र आत्माको उपस्थितिलाई त्यहाँ देख्नुहुन्छ। अनि उत्पत्ति 2:7 पनि त्यहाँनिर परमेश्वरले जीवनको सास फुकिदिनु भयो, त्यो पवित्र आत्मालाई त्यहाँ पनि तपाईँले पाउनुहुन्छ। अनि अर्को कुरो योहन्ना 20:22 के गर्नुभयो? प्रभु येशू मसीहले चेलाहरूलाई के गरेर पवित्र आत्मा दिनुभयो अरे? तिमीहरू सबैजना पवित्र आत्मा ल्याऊ भनेर भन्नुभएको छ। हालेलुया। के भन्नुभयो अरे? आओ अनि पवित्र आत्मा ल्याऊ भन्नुहोस् त भनेर के गरिदिनु भयो अरे? गरेर फुकिदिनु भएको छ। पवित्र आत्मा दिनुभयो चेलाहरूलाई, सबैलाई फुकिदिनु भयो, उहाँले पवित्र आत्मालाई दिनुभयो। अनि त्यहाँ हामीले देख्दछौँ ब्रेथलाई देख्दछौँ, सासलाई देख्दछौँ। परमेश्वरको उत्पत्तिमा पनि हामी देख्यौँ आदमलाई जीवित गर्न परमेश्वरले फु गर्नुभयो, त्यहाँ पनि पवित्र आत्माले आदमलाई भर्नुभयो अनि जिउँदो बनाउनु भयो। अनि यहाँ चेलाहरूको बिचमा पनि प्रभु यीशु मसीहले के भन्नुहुन्छ? आओ मबाट तिमीले पवित्र आत्मा ल्याओ। यह कहकर उसने उस पर फूंका और उनसे कहा पवित्र आत्मा ले लो। फूंक कर कहा, सास फेरेर यसो भन्नुभयो, ल्याऊ तिमीहरू पवित्र आत्मा भनेर उहाँले सासबाट पवित्र आत्मा दिनुभएको छ। त्यसले गर्दाखेरि हिब्रूमा रुवाखको अर्थ हुन्छ स्पिरिट, ब्रेथ अनि विन्ड। बतासलाई तपाईँले प्रेरित 2 अध्यायमा पाउनुहुन्छ है। अनि तपाईँले देख्नुहुन्छ यहाँनिर
उत्पत्ति 1 अनि 2 मा आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृजना गर्नुभयो। पृथ्वी आकाश बिनाको शून्य र अथाह समुद्रमाथि अन्धकार थियो। परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। यहाँ तपाईले परमेश्वरको आत्मालाई देख्नुहुन्छ। अनि हिब्रू शब्दमा रुआखको अर्थ नै हो आत्मा, श्वास अनि बताह। यो तीनटै कुरालाई तपाईले वचनमा पाउनुभयो र पवित्र आत्माले त्यसरी तपाईले मेरो जीवनमा काम गर्छ। अनि एफएसी 1:13 ले यसो भन्छ, ध्यान दिनुहोस् ल। एफएसी 1:13 ले भन्छ, तिमीहरूले जसले सत्यको वचन अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो भनेर भन्छ। अब के गरेर जुन दिन तपाईँ र मैले परमेश्वरको वचनलाई विश्वास गर्यौँ भने, जुन दिन तपाईँ र मैले उहाँलाई ग्रहण गर्यौँ भने, जुन दिन तपाईँ र मैले पानीमा डुबेर बप्तिस्मा लियौँ अरे अनि उहाँको प्रतिज्ञालाई हाम्रो जीवनमा मान्यौँ अरे, त्यो दिन तपाईँ र म के को छाप लगायौँ अरे? पवित्र आत्माको छाप लगायौँ भन्नुहोस् त। पवित्र आत्माको छाप लगायो, बस भयो। अब इन्फिनिट हुन जरुरी छैन। हामी पवित्र आत्माको छाप लाग्यौँ, बस भइगयो। तर सुरुवात भएको प्रिय हो। हालेलुया। यहाँ सुरुवात भएको छाप लगाइनु मात्र जरुरी होइन, तर इन्फिनिट हुनु जरुरी छ। हामी भरिन जरुरी छ। पवित्र आत्माले जब तपाईँ भरिन्छौँ नि, तपाईँ र म सेम हिजोको जस्तो रहँदैनौँ। हालेलुया। हामी अर्को महिमामा पुगेको हुन्छौँ। आमेन, आमेन, हालेलुया। अब हामीमा प्रभु परमेश्वरले पवित्र आत्मा खन्याउनु, तपाईँ र म भित्र पवित्र आत्माको उपस्थिति दिनु, पवित्र आत्माको बप्तिस्मा लिनु। किनकि पहिल्यै हामीलाई थाहा छ कि हामीलाई पानीको बप्तिस्मा मात्रै काफी छैन, हामीलाई केले पनि गर्नुपर्छ अरे बप्तिस्मा आगोले। किनकि यूहन्ना बप्तिस्मा दिने यूहन्नाले के भन्दै थियो, हेर म त आज तिमीहरूलाई पानीमा डुबाएर बप्तिस्मा दिँदैछु, तर म पछि एउटा यस्तो व्यक्ति आउनु हुँदैछ जसको जुत्ताको लेस खोल्ने लायकको पनि म छैन भनेर प्रभु येशू मसीहको बारेमा बताउँदै थियो। उनले चाहिँ तिमीहरूलाई केले बप्तिस्मा दिन्छ अरे? आगोले। हालेलुया। अनि आगो जब तपाईँले प्रेरित अध्यायमा पनि देख्नुहुन्छ, आगोको चिराहरू आएर सबैमा बस्यो भन्छ अनि उनीहरू अन्य भाषा बोल्न थाले भनेर बताउँदछ। प्रेरित अध्यायमा तपाईँले देख्नु भएको छ। अब हेर्नुहोस् है त, पवित्र आत्मा तपाईँ र ममा परमेश्वरले किन खनाउनुहुन्छ? विशेष उद्देश्यको लागि। पुरानो नियममा तपाईँले देख्नुहुन्छ सिम्सनमा घरिघरि परमेश्वरको बल किन आउँथ्यो? परमेश्वरले एकछिन आत्मा खनाइदिनुहुन्थ्यो। सिम्सन भयङ्कर एउटा गधाको बङ्गाराले 1000जना मान्छे मार्न सक्थ्यो। एकछिन परमेश्वरले पवित्र आत्मा खनाइदिँदाखेरि सिम्सनले त्यो डल्लै फिलिस्तीहरूको गेटलाई भत्काइदिएको छ है। धेरै धेरै व्यक्तिहरू तपाईँ देख्नुहुन्छ एकछिन पवित्र आत्मा खनाइदिँदाखेरि कस्तो कस्तो सामर्थ्यको कामहरू त्यहाँ भएको देख्नुहुन्छ। भन्नुको अर्थ जब जब पनि परमेश्वरले तपाईँ र मेरो जीवनमा पवित्र आत्माको उपस्थितिलाई खन्याउनुहुन्छ, पवित्र आत्माले बप्तिजम गर्नुहुन्छ, बप्तिस्मा दिनुहुन्छ, केही उद्देश्य राखेर दिनुभएको हुन्छ। हालेलुया। धेरैपल्ट तपाईँले याद गर्नुहुन्छ होला, तपाईँ कसले पवित्र आत्माको उपस्थितिलाई आफ्नो जीवनमा थाहा गर्नुभएको छ? प्रार्थना गर्दाखेरि कतिजना स्लेन हुनुभएको छ? स्लेन हुनुभएको छ, लड्नुहुन्छ नि तपाईँ। हेर्नुहोस्, तपाईँले जब थाहा गर्नुहुन्छ नि पवित्र आत्माको उपस्थिति तपाईँको जीवनमा, जब पवित्र आत्माले तपाईँलाई छोएको हुन्छ नि, त्यस दिन तपाईँले केही न केही एउटा यस्तो अनुभवलाई पाउनुभयो। ध्यान दिनुहोस् ल, तपाईँले ध्यान दिनुहोस् ल। तपाईँले यस्तो अनुभवलाई पाउनु भएको छ, त्यस दिन तपाईँले यसो पनि भन्नुभयो, प्रभु अबदेखि चाहिँ म पाप गर्दिनँ पनि भन्नुभयो होला। हालेलुया। अबदेखि म खराब बोल्दिनँ प्रभु, तपाईँको शक्तिशाली उपस्थितिलाई आज मैले थाहा गरेँ भनेर पनि तपाईँले थाहा पाउनुभयो होला। पवित्र आत्माले छुँदै गर्दा तपाईँले आफ्नो जीवनको गल्तीलाई पनि देख्नुभयो होला। अनि तपाईँले पवित्र आत्माले तपाईँलाई छुँदै गर्दाखेरि, तपाईँ स्लेन हुँदै गर्दाखेरि तपाईँको हृदय पश्चातापले भरियो होला। हो हुन्छ हरेकको जीवनमा तपाईँलाई पवित्र आत्माले छुँदै गर्दा तपाईँ धेरैपल्ट निको भएको पनि तपाईँले महसुस गर्नुभएको छ। हालेलुया। प्रभु आज त म त छ्याङ्गै भएर निस्केँ, मेरो समझ खोलियो भनेर। हालेलुया। हिजो मात्र एकजना बहिनी, टाढोको बहिनीले मलाई फोन गर्नुभयो, प्रभुले यस्तो डरलाग्दो उनको जीवनमा यस्तो गल्तीहरू देखाइदियो अरे, अनि मलाई फोन गर्न मन लाग्यो अरे, तपाईँले मेरो लागि प्रार्थना गर्छ। अनि मैले फोनबाट प्रार्थना गरिदिएको थिएँ। अहिले तपाईँले प्रार्थना गर्दा गर्दै मेरो टाउकोबाट कुनै के निस्केर गयो भन्नुभयो। अनि स्वतन्त्र भएर अन्य भाषामा प्रार्थना गर्दै प्रभुलाई महिमा दिइरहेको थियो। हालेलुया। हेर्नुहोस् है त, पवित्र आत्मा केही उद्देश्य लिएर तपाईँको मेरो जीवनमा आउँछ। म तपाईँलाई एउटा कुरा बताइदिन चाहन्छु। हेर्नुहोस्, बर्तन, भाँडा बर्तन तपाईँले देख्नुहुन्छ, भाँडा बर्तनलाई त जब परमेश्वरको अभिषेक गरिएको छ, त्यो भाँडा बर्तनलाई त यताउता प्रयोग गर्न पाइएको छैन। थाहा छ तपाईँलाई, नबुकदनेस्सरको छोरा जब त्यो राजाले के गरेको छ भन्दाखेरि नि, त्यो राजाले नबुकदनेस्सरले के गरेको थियो, यरुशलेमको मन्दिरबाट सबै मन्दिरको भाँडाहरू लिएर आएको थियो। अनि त्यो भाँडाहरू पनि
गलत जग्गामा प्रयोग हुँदाखेरि के गरेको छ भन्नुहोस् त, पवित्र आत्मा रिसाउनु भएको छ। जब तपाईँले दानियल 5 अध्याय, म अहिले भनिराख्छु, तपाईँले घरमा गएर पढ्नुहोस्, यो वचनलाई डिस्प्ले नगर्दा पनि हुन्छ, तपाईँले घरमा गएर पढ्नुहोस्, नोट गरिराख्नुहोस्। दानियल 5 अध्यायको 22 देखि तपाईँ घरमा त्यो 5 अध्याय नै डल्लै पढ्नुहोस्, तपाईँले धेरै कुरा बुझ्न सक्नुहुन्छ। बेलशजर भन्ने राजा जो नबुकदनेस्सरको छोरा, त्यो केटाले के गर्यो भन्दाखेरि नि उसले एक दिन ठुलो पार्टी गर्यो अरे। पार्टी गरेको बादमा चाहिँ के गरेछ भन्दाखेरि त्यो यरुशलेमबाट ल्याएको परमेश्वरको मन्दिरको भाँडाकुँडाहरू पनि ल्याउ त यहाँ, हामी त्यो रखौटीहरू भन्छ नि, उसको श्रीमतीहरू, उसको रखौटीहरू भनेको चाहिँ वाइफ होइन, तर उसले व्यभिचारको लागि पालिरहेको स्त्रीहरू सबैलाई बोलाउँदो, आज हामी भोज गरौँ भनेर भन्दा भन्दै उनीहरूले के गर्यो भने त परमेश्वरको मन्दिरको भाँडाहरू सबै ल्याएर, त्यो पनि परदेशमा, यरुशलेममा पनि होइन, इजरायलमा पनि होइन, बाहिरको जग्गामा त्यो भाँडाहरूलाई लिएर के गर्न थाल्यो, जुन मन्दिरमा यो जुन भाँडामा धुप चढाउँथ्यो होला, लु यहाँ मध्य हाल त, यहाँनिर अहिलेको रक्सीहरू हाल त, लु बियर हाल त्यसमा, हामी खाइदिउँ त भनेर त्यो भाँडालाई गलत प्रयोग गर्दै गर्दाखेरि अचानक एउटा यति मात्र टुक्रेको हात आएर त भित्तामा त लेख्न थालिजान्छ। कस्तो डरलाग्दो भएर त्यो रातमा तपाईँको घरमा अचानक बसिराख्दाखेरि एउटा यसरी काटेको हात आएर भित्तामा मेने मेने टेकेल भन्दै लेख्यो भने के हुन्छ होला, मेने मेने टेकेल पर्सिन भनेर लेखिँदा कस्तो हुन्छ होला, कस्तो खतरनाक कुरा छ त्यो। अनि जब त्यो मेने मेने टेकेल भनेर भित्तामा लेख्यो, त्यसको अर्थ बोल्ने फेरि कोही छैन त्यतिर। अनि पछिबाट दानियल आउँछ, दानियललाई बोलाउँछ, दानियलले बोलिदिन्छ, हेर्नुहोस् तपाईँको राजा, तपाईँको बुबाले घमण्ड गर्दाखेरि त उसलाई जङ्गलमा, अस्ति नै मैले तपाईँलाई बोलेँ होइन यो नबुकदनेस्सरको बारेमा, जङ्गलमा गएर घाँस खाँदै चराको पङ्खा जस्तो उसको शरीरबाट कुरा आएको है, ऊ जङ्गल घुम्न लागेको छ उसलाई, अनि फेरि पनि परमेश्वरलाई फर्काइरहेको छ। घमण्ड गर्नेलाई जङ्गलमा पशु चरा पनि बनाइदिएको छ परमेश्वरले। तपाईँको बुबालाई त्यसो गरेर पनि फेरि राजसिंहासन दिनुभएको, तपाईँले किन गल्ती गर्नुभयो? आजै तपाईँलाई के गर्छ, मादीहरू आएर तपाईँलाई आक्रमण गर्छ, आज नै तपाईँलाई मार्छ भनेर भनिन्छ। त्यसको अर्थ चाहिँ तपाईँ तराजुमा जोखिनु भयो, तपाईँ हल्लुको पाइनुभयो, अब चाहिँ तपाईँको राज्य खोसेर मादीहरूलाई दिएको छ भनेर दानियलले अर्थ खोलिदिइहाल्यो। कारण के थियो? परमेश्वरको भवनको भाँडाहरूलाई गलत प्रयोग गरेको कारणले गर्दाखेरि। अनि त्यही रात, बेसी पर्खिनु परेन, तपाईँले अध्यायलाई घरमा गएर पढ्न सक्नुहुन्छ, त्यही रात मादीहरू आएर बेलशजरलाई मारेर पनि त्यो राज्यलाई उनीहरूले लगेको छ। ध्यान दिनुहुन्छ, यो कुरो म तपाईँलाई किन बताउँदैछु भन्दाखेरि नि, किनकि त्यस बेलामा नि म प्रस्थान 40को 10लाई पढेर 10 र 11लाई पढेर सुनाउँछु ल, तपाईँले ध्यान दिनुहोस् ल। एक्सोडस 40:10-11। तब होम बलिको वेदी त्यसको सबै सामान समेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नु र त्यो अति पवित्र हुनेछ। बाटा र त्यसको खुट्टा अभिषेक गरेर पवित्र गर्नु। यो मैले सानो वचन मात्र लिएको, तपाईँले मन्दिरको बारेमा पढ्नुहुन्छ भने ठुलो इतिहास छ। त्यहाँ भएको हरेक भाँडा बर्तनलाई पनि अभिषेक गरिन्थ्यो, हिसपले मस्काइन्थ्यो। त्यो भाँडाहरूलाई हिसप भन्ने एउटा पवित्र उद्भिद भनिन्छ, हिसपले मस्काइन्थ्यो अनि त्यो सबैलाई अभिषेक गरेको हुन्थ्यो। बाटा भनेको छ नि, यो मन्दिरमा प्रवेश गर्ने जग्गामा एउटा बाटा राखेको, त्यस्तो बाटा राखेको हुन्थ्यो। जहाँनिर चाहिँ मानिसहरू मन्दिर प्रवेश गर्दाखेरि चाहिँ हात पनि धुनु पर्थ्यो, खुट्टा पनि धुनु पर्थ्यो। हात खुट्टा धुने ठाउँको भाँडालाई त अभिषेक गरिएको छ अनि पवित्र तुल्याएको छ। अब त्यस्तो भाँडालाई चाहिँ बेलशजरले के गर्दैछ भन्नुहोस् त, रखौटीहरूलाई, उसको त्यो सब वाइफ्सहरूलाई, त्यो व्यभिचार गर्ने स्त्रीहरूलाई खुवाउँदैछ, पिलाउँदैछ। कति गलत कुरो हो। अनि एउटा भाँडालाई प्रयोग गर्दाखेरि परमेश्वर त्यति साह्रो रिसाएर उसको राज्य डल्लै खोसेर दिनुभयो भने आज यो कुरो किन बताउँदैछु भने आज तपाईँ र मलाई झन् परमेश्वरले मन्दिर बनाउनु भएको छ। तपाईँ र म कति साह्रो पवित्र आत्माले भरिराख्नुपर्छ। तपाईँ र म कति साह्रो परमेश्वरको योजना आधार चल्नुपर्छ। एकपल्ट हो मलाई परमेश्वरले छुनुभयो, म स्वतन्त्र भएँ, म चङ्गाई भएँ, मैले छुटकारा पाएँ, मैले पश्चाताप गर्ने मौका पाएँ। के भोलिदेखि फेरि त्यही पश्चाताप गर्ने कामै तपाईँ गर्नुहुन्छ कि या त फेरि त्यो पश्चाताप गर्नुपर्ने अवस्था तपाईँको जीवनमा आउँछ? फेरि पनि पाप सुरु हुन्छ, फेरि पनि अधर्म सुरु हुन्छ, फेरि पनि तपाईँको जीवनमा नराम्रो खानपान सुरु हुन्छ, फेरि पनि तपाईँको जीवनमा लडाइँ झगडाको कुराहरू सुरु हुन्छ, फेरि पनि तपाईँ भोलिदेखि त्यस्तै कप्टी गर्नुहुन्छ, भोलिदेखि त्यस्तै व्यभिचारी हुनुहुन्छ। के त्यसको लागि परमेश्वर तपाईँलाई छुनु भएको हो? होइन। एउटा मन्दिरको भाँडालाई त परमेश्वरले अभिषेक गर्दाखेरि यो विशेष कामको लागि चुनिएको हो भने आज तपाईँ र मलाई जब उहाँको पवित्र आत्माले फिलिङ गर्दैछ, भर्दैछ भने तपाईँ र म पनि त्यसैको लागि होइन, तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले केही उद्देश्य राखेर पवित्र आत्माले छुनु भएको हो। आमेन।
हालेलुया। पवित्र आत्माको अभिषेकलाई, पवित्र आत्माको छुवाईलाई महसुस गर्दै गर्दा तपाईले मैले ध्यान दिनुपर्छ, प्रभु तपाईले मेरो जीवनमा यसलाई कन्टिन्यू राख्नको लागि मलाई चुन्नु भएको भनेर। हालेलुया हालेलुया। अनि म तपाईलाई एउटा वचन पढेर सुनाउँछु ल। यहाँ एफिसी 5:18 हेर्नुस् ल। एफिसी 5:18 मा यहाँ भनेको छ, दाखमद्दले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। आमेन। दाखमद्दले नमात्तिनु अरे तर पवित्र आत्माले भरिपूर्ण हो भनेर भनेको छ। मैले यहाँ हिब्रू बाइबलमा हेर्दै थिएँ, माथिको हिब्रू शब्द हो। अनि हिब्रूमा चाहिँ जब अहिले मैले पढेको एफिसियन 5:18 ले के भनेको रहेछ भन्दाखेरि यहाँ चाहिँ भनेको छ पवित्र आत्माले भरिपूर्ण हो भनेर भनेको छ। तर यहाँ अझै शक्तिशाली कुरा गरेको रहेछ हिब्रू बाइबलले। एफिसियन 5:18 ले भन्दछ, डु नट ड्रिंक टू मच वाइन फर देयर इज एक्सेस अफ डेबिचरी, इन्स्टेड बी फिल्ड विथ द स्पिरिट एन्ड लेट हिम कन्ट्रोल यु भनेछ त। भन्दैछ दाखमत नपिनुहोस् किनकि त्यहाँ आध्यात्मिक कामुकता हुन्छ अरे, जसले घिनलाग्दो कामुकतालाई ल्याउँछ अरे। बरु आत्माले भरिपूर्ण होस् र उहाँलाई तपाईलाई नियन्त्रण गर्न दिनुहोस् भनेको रहेछ त। यहाँ चाहिँ के भनेको छ, पवित्र आत्माले भरिपूर्ण हो मात्रै भनेको छ। तर लेट कन्ट्रोल हिम अरे, हामीले हाम्रो जीवन चाहिँ पवित्र आत्माको वशमा दिनु अरे, उहाँले अब कन्ट्रोल गरोस् भनेर भन्नु अरे। तर हामी चाहिँ के गर्दैछौँ, आज आयौँ पवित्र आत्माले भर्यौँ, हालेलुया भनेर स्लेन पनि भयौँ, अन्य भाषा पनि पायौँ, फेरि भोलिको दिनदेखिको जीवन जस्तो थियो हिजो त्यस्तै छ। तर यदि यो वचन आधार तपाईँ र मैले आफैलाई कन्ट्रोल गर्न दियौँ भने, नियन्त्रण गर्न दियौँ भने चाहिँ हामीलाई उहाँले कन्ट्रोल गरिराख्नुहुन्छ। हालेलुया। हामीलाई उहाँले कन्ट्रोल गर्नु भनेको चाहिँ हामी पवित्र भइरहनु, हामी धर्मी भइरहनु, हामी उहाँको वचनको आज्ञाकारितामा हिँडिरहनु हो। तर यदि हामीले उहाँलाई हो पवित्र आत्माले छुयो, आज म अन्य भाषा रिब्बा सिखो भनी बोले म, राम्रो भयो, दामी प्रभुका उपस्थिति पाउनु भयो, दामी अर्कै अनुभव भयो तपाईँलाई, तपाईँलाई निको भएको पनि थाहा भयो, तपाईँको जीवनमा छुटकारा पनि आयो। के यति मात्र काफी हो? होइन। यो वचन आधार हामी देख्छौँ भने हामीले आफ्नो जीवनलाई प्रेजेन्ट कन्टिन्युस भन्छ नि एउटा ग्रामरमा, भइरहेको अवस्थामा भइरहनु रहेछ, निरन्तर प्रार्थना गरिरहो भनेको जस्तै रहेछ। पवित्र आत्मालाई चाहिँ हामीले जीवनमा चाहिँ नियन्त्रण गर्न दिइराख्नु पर्ने रहेछ। हालेलुया हालेलुया। अनि जब तपाईँले यशाया 61:1 पढ्नुहुन्छ, यो प्रभु यीशु ख्रीष्टको बारेमा लेखिएको छ त्यहाँनिर। यशायाले जब यहाँनिर अगमबानी गर्दै थियो यीशु ख्रीष्टको बारेमा बोल्नु भएको थियो, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकोको हृदयलाई बाँध्न, कैदमा परेकालाई स्वतन्त्रता दिन, बन्धनमा परेकालाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ भनेर येशू मसीहलाई जब पिताले पवित्र आत्माले भर्नुभयो त्यो बेलामा येशू ख्रीष्टको उद्देश्यलाई तपाईँले यहाँ देख्नुहुन्छ। आज प्रभु येशू मसीहलाई पिताले आफ्नो पवित्र आत्मा, थाहा छ तपाईँलाई, जब उहाँ पानीबाट बप्तिस्मा दिएर बाहिर निस्किनु हुँदै थियो त्यहाँ के भयो बताइदिनुहुन्छ मलाई? पवित्र आत्मा ढुकुरको रूपमा उहाँको शरीरमा प्रवेश गर्नुभयो। हालेलुया। परमेश्वरले पवित्र आत्माले उहाँलाई भर्नुभयो, आफ्नो पुत्रलाई भर्नुभयो। अनि त्यो भरिसकेपछि चाहिँ उहाँको ड्युटी के रहेछ त भन्दाखेरि नि गरिबहरूलाई सुसमाचार सुनाउनलाई अरे, अनि मन भाँचेकोलाई बाँध्न, हृदयलाई बाँध्न, कैदमा परेकालाई स्वतन्त्रता दिन, बन्धनमा परेकालाई छुटकाराको घोषणा गर्दा उहाँले मलाई पठाउनु भएको हो भन्ने कुराको जिम्मेवारीको कारण उहाँले आफ्नो पुत्रलाई पवित्र आत्माले भर्नुभएको। आज तपाईँ र मलाई पनि जब अल्टर कल हुन्छ, हामीलाई अगाडि बोलाउँछ, हामी पवित्र आत्माले भरिन्छौँ, त्यस दामी कुरा पवित्र आत्माले भरिनु। तर आज भरे भोलि जस्तो जस्तै होइन, भरिसकेपछि त्यो पवित्र आत्माको उपस्थितिलाई आफ्नो जीवनमा कन्टिन्यू गरेर राख्न जरुरी हो। हालेलुया। कतिजनाले तपाईँले पवित्र आत्माको छुवाईलाई महसुस गर्नुभएको छ? हात उठाउनुहोस् त। त्यति बेला तपाईँलाई थाहा लाग्यो कि प्रभुको शक्तिशाली उपस्थिति चाहिँ भयङ्कर शक्तिशाली रहेछ। आज मैले आफूलाई रोक्दा रोक्दै म स्लेन भएँ, मैले रोक्दा रोक्दै म आज अन्य भाषामा बात गरेँ। थाहा पाउनु भएको छ प्रभुको उपस्थिति कति शक्तिशाली छ। आज त्यो उपस्थिति जुन दिन तपाईँले पाउनु भएको थियो, आज म तपाईँलाई सोध्न चाहन्छु कि त्यही उपस्थितिमा तपाईँ हिँड्नु हुँदैछ? गल्ती त्यहाँ हुँदैछ, गल्ती त्यहाँ हुँदैछ। किनकि यहाँ अघि हामीले हिब्रू बाइबलको आधारबाट हेर्दै थियौँ, लेट हिम कन्ट्रोल यु अरे, हामीलाई कन्ट्रोल गर्न पवित्र आत्मालाई दिनु अरे। अब हामी आफै बाटो हुँदैछौँ पवित्र आत्मालाई पर राखेर,
होइन आज बाजिहाल्छु कि भोलि फेरि म प्रार्थना गर्छु नि भन्ने कुरा होइन। त्यही कारण वचनले भन्छ घरिघरि पवित्र आत्मालाई सन्ताप नदिऊ भनेर बाइबलमा लेखिएको छ। घरिघरि गलत जिउँछौँ नि, पवित्र आत्मालाई सन्ताप हुन्छ, उनलाई रिस उठ्छ, उनलाई हामी दुःखी तुल्याउँदछौँ। त्यसले गर्दाखेरि हामी भित्र भएको पवित्र आत्माको अभिषेक हामीले बरकरार राखिराख्नुपर्छ। अनि त्यति मात्र होइन, म तपाईँलाई बताउन चाहन्छु, बजलेल भन्ने व्यक्ति तपाईँले सुन्नुभएको छ? बाइबलमा बजलेल भन्ने व्यक्ति सुन्नुभएको छ? मैले पहिला तपाईँलाई वचन बोलेको थिएँ तर तपाईँले बिर्सनु भयो कि बजलेल भन्ने व्यक्ति जसलाई परमेश्वरले पवित्र आत्मा खन्याउनु भएको थियो अरे, अनि उनलाई यस्तो दामी सिकर्मी बनाउनु भएको थियो अरे, यस्तो दामी काठको काम गर्ने बनाउनु भयो अरे, उसको द्वाराबाट परमेश्वरले करारको सन्दुक बनाउनु भयो। हालेलुया, हालेलुया। म पढेर सुनाउँछु ल तपाईँलाई अलिकति। प्रस्थान 31 को 1, 2, 3 लाई हेर्नुहोस् ल। मैले यो कुरा किन बताउँदैछु भने परमेश्वरले जब पनि तपाईँलाई ममाथि पवित्र आत्मा खनाउनुहुन्छ भने विशेष उद्देश्यका लागि खनाउनु भएको हुन्छ। तर आज हामी भनिन्छ अहिले जाँदा जाँदै बिर्सिहाल्छौँ भने चाहिँ तपाईँ र मैले परमेश्वरलाई पवित्र आत्मालाई घरिघरि दुःखी तुल्याउँदैछौँ है त। अब तपाईँ र मेरो जीवनमा परमेश्वरको पवित्र आत्माको उपस्थितिलाई कन्टिन्यू राख्नुपर्छ। यहाँ भन्छ अनि परमप्रभुले मोसालाई भन्नुभयो अरे, हेर मैले यहुदाको कुलको हुरको नाति उरीको छोरो बजलेललाई चुनेको छु, मैले त्यसलाई परमेश्वरको आत्माले, भन्नुहोस् न, होली स्पिरिटले यहाँ देख्नुहोस् तपाईँले, परमेश्वरको आत्माले र सिप दक्षता र सबै किसिमको कारिगरीको ज्ञानले परिपूर्ण पारेको छु। आमेन। सबै प्रकारको एबिलिटीले परमेश्वरले भर्नु भयो बजलेललाई। अघि हामीले सुन्दै थियौँ करारको सन्दुक दाउदले यरुशलेममा ल्याए भन्दै थियो, यही करारको सन्दुक बनाउनको लागि परमेश्वरले बजलेललाई चुन्नुभयो। अनि बजलेललाई चुनिसकेपछि उनलाई के गर्नुभयो अरे, पवित्र आत्मा खन्याइदिनु भयो। जब पवित्र आत्मा उसको शरीरमा खन्यो, उसको आत्मामा खन्यो, तब ऊ यस्तो दक्षताले भरियो, उसले परमेश्वरको उपस्थिति भएको करारको सन्दुक बनाउन सक्यो। आमेन, हालेलुया। त्यो डल्लै डल्लै अध्याय पढ्दै जानु भने त्यहाँनिर त्यो करारको सन्दुक कसरी बन्यो भन्ने विषयमा पनि तपाईँले त्यहाँ देख्नुहुन्छ। त्यसले गर्दाखेरि जब प्रेरित 1 को 8 मा देख्नुहुन्छ नि, यसो भन्नुभयो प्रभुले, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। परमेश्वरले पवित्र आत्मा खन्याउनु भएको चाहिँ तपाईहरुमा गवाही हुनलाई हो, साक्षी हुनलाई हो, उहाँको राज्यमा मानिसहरूलाई जित्नको लागि हो, मानिसहरूको मन भाँचेकोहरूलाई निको पार्नलाई हो, धेरैजना मानिसहरू ईश्वरविहीन मानिसहरूलाई साँचो परमेश्वर चिनाउनु हो। आमेन, हालेलुया, हालेलुया। अब म तपाईलाई बताउन चाहन्छु के परमेश्वरले एकैपल्ट मात्र आफ्नो चेलाहरूलाई पवित्र आत्माले भन्नुभयो। हाम्रोमा एउटा कन्फ्युजन छ है त, म आज तपाईँहरूको कन्फ्युजनलाई तोडिदिन चाहन्छु। म अस्ति आइतबार गएँ नि, अगाडि अल्टर कलमा गएँ, यहाँ अगाडि बोलाउँदाखेरि पास्टरले, अनि त्यति बेला म स्लेन पनि भएँ, म पवित्र आत्माले भरेँ, मलाई परमेश्वरले अन्य भाषाले पनि भन्नुभयो भनेर। अब त अर्को पालिमा जानु पर्दैन, भयो एकपल्टमा काफी भयो भनेर म आज तपाईँहरूको कन्फ्युजन दूर गराइदिन चाहन्छु। जब पनि अल्टर कल हुन्छ आफैलाई पछि नराख्नुहोस्। परमेश्वरको पवित्र आत्माले चाहिँ बार बार तपाईँलाई मलाई भर्न चाहनुहुन्छ। एकपल्टको फिलिङले मात्र काफी छैन। हामी कन्टिन्यू अघि जस्तो भन्दैछ पवित्र आत्मालाई कन्ट्रोल गर्न देऊ भनेको छ नि, पवित्र आत्मालाई निरन्तर हाम्रो जीवनमा बनाइराख्नुलाई हो। चेलाहरूको जीवनमा म तपाईँलाई अलिकति बताउँछु। चेलाहरूको जीवनमा जब प्रभु येशू मसीहले चेलालाई जब कुन बेलामा भन्नुहोस् त, प्रेरित भन्दा अगाडि, प्रेरित 2 अध्यायमा जब पवित्र आत्माको उपस्थितिलाई पाउनुहुन्छ त्यो भन्दा अगाडि नै परमेश्वरले चेलाहरूको जीवनमा गरेर फुकिदिनु भएको थियो भने अब फेरि प्रेरित 2 अध्यायमा किन चेलाहरूलाई पवित्र आत्मा चाहियो? अघि फुकिदिनु भएको थियो त पवित्र आत्मा, अब फेरि प्रेरित 2 अध्यायमा किन चाहियो पवित्र आत्मा? अनि त्यति मात्र नभएर फेरि तपाईँले प्रेरित 4 अध्यायमा 4 को 31 देखि पढ्दै जानुहुन्छ भने त्यो ठाउँमा पनि मेरो चेलाहरू भेला भएको छ। अघि पहिला यूहन्नाको अध्यायमा तपाईँले देख्नुभयो सबै चेलाहरूलाई प्रभु येशू मसीहले 20 को 22 मा अनि यति भनेर उहाँले तिनीलाई श्वास फुकेर भन्नुभयो पवित्र आत्मा ल्याऊ भनेर गरेर भर्दिनु भएको थियो। अब पवित्र आत्मा नचाहिनु पर्ने हो चेलाहरूलाई, अघि नै फुकिदिनु सक्नुभयो। अघि मैले भने नि कति मण्डलीले पवित्र आत्माको छाप लगायो भन्नेसम्म मात्रै पवित्र आत्मालाई सीमित राखेको छ। तर हामी स्पिरिट फिल्ड चर्चहरूले के गरेको छौँ भन्दाखेरि अझै पवित्र आत्मालाई खोजेको छौँ, उहाँको सामर्थ्यमा उहाँले कसरी काम गर्नुभएको छ भनेर। अनि वचन त्यहाँ मात्र सीमित छैन, त्यहाँ त सुरुवात भएको छ। अनि तपाईँले देख्नुहुन्छ यहाँ यूहन्ना 20 को 22 मा पवित्र आत्मा ल्याऊ गरेर फुकिदिनु भयो। अब फेरि चाहिँ चेलाहरूलाई किन चाहिँ चाहियो?
पवित्र आत्मा अघि नै फुकिदिइसक्नु भयो परमेश्वरले, प्रभु येशू मसीहले अघि नै फुकिसक्नु भयो। तर फेरि प्रेरित 2 अध्यायमा आएर तपाईँले त्यहाँ देख्नुहुन्छ पवित्र आत्मा त फेरि आउँदैछ। गर्नुहोस् त, ठुलो बतासको झोकामा आएर हरेक माथि आगोको चिरा जस्तै गरेर बस्दैछ। अनि त्यो जस्तो त्यो भयो त्यहाँ तपाईँले देख्नुहुन्छ सबैजना पवित्र आत्माले भरिएर त अन्य भाषाहरूमा व्यक्तिहरूले त अरे हाम्रो भाषामा यिनीहरूले के बोल्दैछ, यिनीहरू के भएको कसो भएको भन्दै गर्दा त त्यही दिन परमेश्वरले 3000 व्यक्तिहरू परमेश्वरको राज्यमा थपिदिनु भयो। हालेलुया, हालेलुया। जब जब पवित्र आत्माको उपस्थिति हुन्छ मण्डलीमा तपाईँ र मेरो जीवनमा, परमेश्वरले त्यहाँ तपाईँ र मलाई उन्नति दिनुभएको हुन्छ। जब जब परमेश्वरको पवित्र आत्माको अभिषेक तपाईँ र मेरो जीवनमा बगेको हुन्छ, त्यहाँ तपाईँ र मैले छुटकारा पाएको हुन्छौँ, त्यहाँ तपाईँ र म निको भएको हुन्छौँ, त्यहाँ तपाईँ र म नयाँ आयामको लागि, अर्को महिमाको लागि तयार भएको हुन्छौँ। आमेन, हालेलुया। अनि जब फेरि हेर्नुहोस् है त, अब त्यहाँ 2 पल्ट भइसक्यो, अघि फु गरेर भरिदिनु भयो, फेरि प्रेरित 2 अध्यायमा पनि पवित्र आत्मा वर्षाइदिनु भयो, अनि फेरि प्रेरित 4 अध्यायमा पनि 31 देखि हेर्दै जानुहुन्छ भने त्यहाँ पनि चेलाहरू सबैजना भेला भइरहेको थिए रे। के भयो रे भन्दा तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ त काम्नु थाले रे। एक दिन हामी पनि यस्तो प्रार्थना गर्ने हौ, हाम्रो मण्डली हल्लियोस्। हालेलुया। हामी पनि यस्तो विश्वासले भन्यौँ दिन हाम्रो कारणले सल्लाहमा गइचलाओस्। हालेलुया। के भयो अरे भन्दा त सल्लाह भित्री चर्चको विश्वासीहरूले त प्रार्थना गरेको अरे हो भन्नुहोस्। हालेलुया। यस्तो गवाई हाम्रो माझमा परमेश्वरले दिनुभएको होस्। आमेन। अनि यहाँ देख्छौँ हामी, जब यहाँ हामीले देख्दछौँ उनीहरू भेला भएको थिए त त्यहाँ ठुलो कम्प भएर तिनीहरू सबैजना पवित्र आत्माले भरिए। यहाँनिर चेलाहरू चाहिँ भरिएन भनेको छैन, सबैजना भरियो रे फेरि पवित्र आत्माले। भन्नुको अर्थ होली स्पिरिटको इन्फिलिङ चाहिँ वान टाइम एक्सपिरियन्स होइन, एक समय मात्र प्रभुको उपस्थिति पाए बस मेरो जीवन सक्यो भन्ने होइन। दिनहुँ तपाईँलाई बोलाउँछ अल्ट्राकलमा, तपाईँलाई पवित्र आत्माले भरिनको लागि दिनहुँ तपाईँ रुममा थुनेर बस्नुहुन्छ। भनिमान्नुहोस्। हालेलुया। लेट कन्ट्रोल यु। होली स्पिरिटलाई कन्ट्रोल गर्न दिनुहोस् तपाईँको जीवनमा। जब जब पनि तपाईँ हुनुहुन्छ अन्य भाषामा प्रार्थना गर्दै बस्नुहोस्। हिजो मात्र हामी यहाँनिर आराधना दललाई बोलाएको थिएँ, मैले हाम्रो यो दललाई कतिजनालाई बोलाएको थिएँ। हिजो कति मजा आयो यहाँनिर, बाहिर साउन्ड पुरा डिस्टर्ब हुँदै थियो। हामीले टिभीमा वर्सिप खोल्यौँ, ठुलो साउन्ड खोलेर यहाँ हामी यस्तो आराधना गऱ्यौँ। कतिजनालाई कसैलाई मैले घोडा टेक भनेको पनि छैन, घोडा टेकी वर्सिप गरिरहेको थिएँ प्रभुलाई। हालेलुया। यस्तो प्रभुको उपस्थितिलाई मैले थाहा गरिरहेको थिएँ। हालेलुया। हाम्रो युथहरूले पनि पक्कै त्यो उपस्थितिलाई थाहा गरेको छ। आमेन, आमेन, हालेलुया। आज तपाईँ र मैले थाहा गरौँ कि आज परमेश्वरको पवित्र आत्माको अभिषेक चाहिँ हामीले बार बार लिइराख्नुपर्छ। प्रभुको उपस्थितिलाई चाहिँ हामीले बार बार आफ्नो जीवनमा लिइराख्नुपर्छ। आज म तपाईँहरूलाई उत्साहित गर्न चाहन्छु, पवित्र आत्माले भरिने कोसिस गर्नुहोस्। आमेन। पवित्र आत्माले भरिने कोसिस गर्नुहोस्, बार बार भरिनुहोस्, बार बार भरिनुहोस्। कुन कारणले हामी धेरैपल्ट नि पवित्र आत्माले हामी भरिँदैन भन्दै हामी इन्टेलेक्चुअल माइन्ड हुन्छ नि, हामी अब म समथिङ हो, मलाई अप्ठ्यारो हुन्छ, मलाई डर हुन्छ, मलाई जान डर हुन्छ। इन्टेलेक्चुअल माइन्ड एउटा थियो, शिक्षित विचारकै बेसी नै विचार। अनि कतिजना व्यक्तिहरू मण्डलीमा कस्तो व्यक्तिहरू चेन्ज हुन सक्दैन तपाईँलाई थाहा छ? जो व्यक्तिले वचन पनि जान्दछ, आराधना गर्न पनि जान्दछ, हो, सेवा सङ्गति के हो त्यो पनि जान्दछ, सबै जान्दछ उसले। त्यस्तो व्यक्ति पनि पवित्र आत्माले हकपत भरिँदैन, किनकि उसले जान्दछ कि म समथिङ हो भनेर। त्यस्तो व्यक्ति ढिट हुन्छ, त्यो व्यक्ति हकपत भरिँदैन। तर जो त्यो व्यक्तिलाई परमेश्वरले भर्नुहुन्छ नि, जो व्यक्तिले चाहिँ सरेन्डर गर्छ आफैलाई, प्रभु म केही होइन, तपाईँले ममा काम गर्नुहोस्, त्यो व्यक्तिलाई परमेश्वरले पवित्र आत्माले इन्फिलिङ गर्नुहुन्छ, भर्नुहुन्छ, छुन्नुहुन्छ। किनकि परमेश्वरको अगाडि घमण्ड टिक्दैन, परमेश्वरको अगाडि पाप टिक्दैन, परमेश्वरको अगाडि अपवित्रता टिक्दैन। तर परमेश्वरको अगाडि चाहिँ एकदमै ग्रहणयोग्य कुरा चाहिँ पवित्रता हो, विनम्रता हो, धार्मिकता हो, वचनको आज्ञाकारिताको जीवन हो। हालेलुया। आज तपाईँ र मैले पनि यस गॉड, म आज तपाईँको पवित्र आत्माले भरिन चाहन्छु। प्रभु म इन्फिलिङ हुन चाहन्छु, बारम्बार हुन चाहन्छु भन्नुहुन्छ भने पवित्र आत्मा तपाईँलाई भर्न सक्नुहुन्छ। हालेलुया। पावल थाहा छ तपाईँलाई? पावल को भन्नुहोस् त? बेन्यामिन कुलको व्यक्ति, यहुदी जाति हो, शास्त्री हो, अनि ऊ भयङ्कर पढालेखा व्यक्ति हो। कति बाइबल स्कलर्सहरूले भन्छ ऊ सेन्ट हेड्रिडको मेम्बर थियो, महासभाको एकजना मेम्बर पनि थियो भन्छ। तर कतिले त्यसलाई इग्नोर पनि गर्छ, हामीलाई थाहा छैन। तर पनि हामी जान्दछौँ साउल भयङ्कर शक्तिशाली व्यक्ति हो, भयङ्कर पढालेखा व्यक्ति हो। यो व्यक्तिले
आफ्नो जीवनमा के गर्दै थिएँ भन्नुहोस् त, मैले प्रभुको लागि, परमेश्वर मेरो जेहोवाको लागि धेरै कुरा गर्दैछु भनेर चाहिँ येशूकै चेलालाई खेदिरहेको थियो। थाहा छ तपाईँलाई? साउलले नि वास्तवमा उसले रोमी शासकको अधीनमा रहेर अर्कै कुरा गरेको होइन, उसले आफ्नो परमेश्वरकै लागि गर्दै थियो, जेहोवाको लागि गर्दै थियो। किनकि उसले आजसम्म बुझेको थिएन कि येशू चाहिँ त्यही परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा चाहिँ उसलाई थाहा थिएन, र उसले पुत्र पिताको खातिर पुत्रलाई खेदो गर्दैछ। तर यहाँ त हामी पिता पुत्र पवित्र आत्मा त्रिएक एउटै परमेश्वरलाई पाउँछौँ है। त्यहाँ हामी देख्दैछौँ कि पिताको खातिर पुत्रलाई खेद्दैछ। यो कुरोको कन्फ्युजनमा उसले कतिजनालाई जेलमा हाल्यो, कुट्यो। स्टेफनसलाई मारिँदै गर्दाखेरि नि साउल त्यहाँ उभिरहेको थियो भन्छ, त्यो मृत्युको पनि ऊ गवाई थियो भन्छ। अब यो व्यक्तिलाई कसले सुसमाचार सुनाउने? इभन प्रार्थना गर्नु जाने व्यक्ति त डराएको छ। अब प्रभु म त जान्न, त्यो व्यक्तिले त उर्दी निकालेर हाम्रो विश्वासलाई खेद्दैछ, म जान्न भनेको छ, यहाँसम्म भएको छ। अब यो व्यक्तिलाई कसले चेन्ज गर्ने? कसले चेन्ज गरे भन्नुहोस् त? दमस्कसको बाटोमा अचानक पवित्र आत्माको एन्काउन्टर उसँग भएको छ। त्यही दिनदेखिको उसो साउल पावल भएर परमेश्वरको सेवाकाई गर्ने भएको छ। हालेलुया। आज तपाईँ र मेरो जीवनमा पनि यस्तो थुप्रै कुराहरू होला जसले आज तपाईँ र मलाई परमेश्वरमा आत्मामा बढ्न दिएको छैन। त्यो हाम्रो इन्टेलेक्चुअल माइन्ड, म जान्दछु, म यो मण्डलीको मेम्बर हो, मण्डलीको सबैभन्दा पुरानो व्यक्ति हो, म त एकदम अरू जस्तो छुइनँ, म त राम्रो छु, म त मण्डलीमा दिन्छु, यस्तो कुराहरू तपाईँ म भनिरहेको होला। प्रिय, त्यो व्यक्तिले पवित्र आत्माको अभिषेकलाई लिनै सक्दैन। तर जो व्यक्ति विनम्र हुन्छ, हो प्रभु यो मण्डलीको सबैभन्दा बेसी 10% दिने व्यक्ति म हो, यो मण्डलीको सबै कुरा जमिन किनिदिने पनि म हो, यो मण्डलीको भवन बनाइदिने पनि म हो, तर म तपाईँको अगाडि विनम्र भएर उभिन्छु भन्ने व्यक्तिले चाहिँ उहाँको होली स्पिरिटको इन्फिलिङलाई पाउँदछ। आमेन। म त यो मण्डलीको दामी आराधक हो, म जस्तो आराधना गर्ने कोही छैन, म जस्तो ड्रम बजाउने कोही छैन, म जस्तो गिटार बजाउने कोही छैन, म जस्तो साउन्ड मिलाउने कोही छैन, म जस्तो राम्रो भोइस भएको कोही छैन भनेर बस्ने आराधकहरूले पनि परमेश्वरको पवित्र आत्माको अभिषेकलाई पाउनै सक्दैन। किनकि हामी जान्दछौँ प्रकाशित वाक्यमा, म पवित्र आत्मा आएर के गर्छु? ढकढकाउँछु। यदि कसैले द्वार खोलिदियो भने मात्रै म भित्र आउँछु र उसँग भोज गर्छु। हालेलुया। यसको अर्थ हुन्छ विनम्रताले उहाँको लागि हाम्रो जीवनमा बाटो खोल्छ। हाम्रो आत्मसमर्पणले, सरेन्डर्ड हुनु भनेको चाहिँ कम्प्लिटली सरेन्डर्ड, पूरा आत्मसमर्पण भएपछि मात्रै पवित्र आत्माले तपाईँ मेरो जीवनमा प्रवेश गर्नुहुन्छ। त्यसले गर्दा प्रिय, आज तपाईँ मेरो लागि मौका छ। परमेश्वरले आज तपाईँलाई बुझ्न दिनुभएको छ। कतिजना व्यक्ति पवित्र आत्माले किन भनिँदैन? सिरियसै छैन, गम्भीरै छैन। मैले भनिरहेको छु यो वर्ष तपाईँ मेरो लागि गम्भीरताको वर्ष, सिरियसनेसको इयर हो। अब तपाईँ र म सेवा जाँदाखेरि पनि गम्भीर भएर जानुपर्छ। आज सेवामा के पाकेको छ भनेर होइन, आज सेवा कसको घरमा परेको छ भन्ने कुराले होइन, आज सेवामा कसले वचन बोल्छ भन्ने कुराले होइन, आज सेवामा कसले गिटार बजाउँछ भन्ने कुराले होइन। म प्रभु सेवा जाँदैछु, आज विश्वासीहरूको सङ्गतिमा म प्रभु अर्कै हुनलाई जाँदैछु। लर्ड, आजको सेवाको लागि म घरबाटै प्रार्थना गरेर जान्छु। आज वचन जसले बोल्छ प्रभु शक्तिशाली बोलोस्, जसले आज आराधना गर्छ शक्तिशाली गरोस्। त्यो घर आज आशिष होस्, म पुगेको कारणले त्यो घर आशिषित होस्। आमेन। म पुगेको कारणले त्यो घर आशिषित होस् भन्ने व्यक्तित्व, त्यो व्यक्तित्व लिएर हामी जान्छौँ नि। पवित्र आत्माले तपाईँ मलाई नि घरदेखि भरेर लानुहुन्छ। हालेलुया। हामी त्यो घरको सेवाको आशिषको कारण बन्न सक्छौँ जब पवित्र आत्माले भरिएको व्यक्तिहरू हाम्रो मण्डलीमा खडा हुन्छ नि। यो मण्डलीको आराधना अर्कै लेभलको हुन्छ। हालेलुया। जब पवित्र आत्माले भरिएको विश्वासीहरू यहाँ हुन्छ नि, यो मण्डली पूरा 20 किलोमिटर्समा मात्रै नभएर पूरा वेस्ट बेङ्गलमा गवाई हुनेछ। हालेलुया, हालेलुया, हालेलुया। कतिचोटि हामीलाई ठुल्ठुलो सेवाकाहरूमा प्रभुको छुवाई हुन्छ नि। प्रभु, मैले गरेको पाप देखेँ, मैले गरेको गल्ती देखेँ भनेर पुरा रोएर गर्छ। फेरि आफ्नो मण्डली फर्केर आइसकेपछि जस्तोको त्यस्तै हुन्छ। के को कारणले हो भन्नुहोस् त? हामीले अघि वचन नै बुझेनौँ कि हामीले चाहिँ पवित्र आत्मालाई हाम्रो जीवन कन्ट्रोल गर्न दिनुपर्छ। अनि पवित्र आत्माबाट चाहिँ बार बार भरिराख्नुपर्छ हामी भनेर। हालेलुया। बार बार भरिराख्नुपर्छ हामी। बार बार भरिने कुरा हो पवित्र आत्माले। एकपल्टको वान टाइम एक्सपिरियन्स होइन, यो लाइफ टाइम एक्सपिरियन्स हो। हालेलुया। एक
एकपल्टको लागि मात्र अनुभव गरिने कुरा होइन। पवित्र आत्माको उपस्थिति दिन हरेक सेवा, हरेक सेमिनार, हरेक कन्फरेन्स, हरेक ठाउँमा आज बोलाउँछ भने आजै जानुहोस्। पवित्र आत्माको अभिषेक पाउनलाई भोलि बोलाउँछ, भोलि नै जानुहोस्। यहाँ चेलाहरूलाई हेर्नुहोस् त, सास फुकिदिनु भयो भइगयो त भएन। फेरि पनि हामीले 2 अध्यायमा फेरि 2 अध्यायमा देख्छौँ, त्यहाँ पनि फेरि पवित्र आत्माको शक्तिशाली अभिषेकले भरिँदैछ। फेरि त्यहाँ मात्र नभएर फेरि 4 अध्यायमा पनि फेरि चेलाहरू बसेको जग्गामा कम्प हुँदैछ, त्यहाँ चेलाहरू फेरि पनि पवित्र आत्माले भरिँदैछ। यो क्रम डोरिरहन्छ। हाम्रो मण्डलीमा पनि यो क्रम डोरिरहनेछ। हामी आइरहनेछौँ, भरिराख्नेछौँ, आफूलाई पवित्र आत्मालाई कन्ट्रोल गर्न दिनेछौँ। हालेलुया। संसारको मतवालापनमा हामी जाँदैनौँ, तर हामी पवित्र आत्माले भरिरहन्छौँ। अनि जब पवित्र आत्माले तपाईँ भरिरहन्छ नि, तपाईँको क्यारेक्टरमा, चरित्रमा कति बेला सुधार आयो तपाईँलाई थाहै हुँदैन। तपाईँले कति बेला नराम्रो खानेकुरालाई छोड्नुभयो तपाईँलाई थाहै हुँदैन। तपाईँले कतिपल्ट आफ्नो जीवनको व्यभिचारको कुरालाई कहिले हटाउनु भयो तपाईँलाई थाहै हुँदैन। तपाईँले आफ्नो जीवनमा परमेश्वरलाई भन्दा अरू कुनै कुरालाई बढी प्रायोरिटी दिएको कुरालाई कति बेला छोड्नुभयो तपाईँलाई थाहै हुँदैन। त्यसले गर्दा आज परमेश्वरलाई पहिलो प्राथमिकता दिनुको लागि पनि पवित्र आत्माले भरिराख्नुपर्छ। हालेलुया। भरिराख्नुपर्छ। आमेन। अब हामी यो समय प्रार्थना गर्नेछौँ।